नमस्कार, मेरो नाम चाहिँ दानसिंह खत्री। अहिले हामी ठ्याक्कै अगस्तीबाडामा छौँ। यो ठाउँको नाम चाँदे ढुस्का भन्छ यसलाई र पारिपट्टि नेपालको नक्सा देखिरहेको छ। यो सिजा गाउँपालिका वार्ड नम्बर 2 मा पर्छ भने यो नक्सा चाहिँ सिजा गाउँपालिका वार्ड नम्बर 3 मा पर्छ र हामी यो नक्सा यो कर्णाली राजमार्गको ठ्याक्कै हामी उत्तरपट्टि पश्चिमपट्टि छौँ। एउटा तपाईहरुलाई एउटा प्रोजेक्ट देखाउन गइरहेको छु। यस्ता आयोजनाहरू कर्णाली प्रदेशभरि थुप्रै ठाउँमा भयो होलान् र अलपत्र परेका योजनाहरूमध्ये एउटा आयोजना जसले चाहिँ अलपत्र परेर लाखौंको बजेटलाई पानीमा बालुवा खना जस्तो बनाएको छ र राज्यले वैदेशिक ऋण गरेर ल्याएको पैसाहरू यसरी अलपत्र परेको देख्दा एउटा सच्चा नागरिकको एउटा सचेत नागरिकको मन पोल्नु स्वाभाविकै हो। तसर्थ हामी चाहिँ एउटा सामान्य त्यो प्रोजेक्ट देखाउन गइरहेका छौँ। अनि यो प्रोजेक्ट चाहिँ यो कर्णाली प्रदेश सरकारको वन मन्त्रालय अन्तर्गतको आयोजना हो। यो चाहिँ आयोजना भएको लगभग 4 वर्ष हुन थाल्यो होला यो सम्पन्न भएको र अहिले त यो अवशेष मात्रै छ, यसको बाँकी अवशेष मात्रै छ। यो आयोजना सकिसक्यो। यसमा चाहिँ स्थानीय समुदाय, स्थानीय सरकार सबैको कमी कमजोरीहरू रहेका होलान्। यहाँ भएको तिरपालहरू यो सबै प्लास्टिकको टनेलहरू थियो ढाकेको, त्यो पनि अनि जालीहरू पनि सबै यो कसैले चोरेर लगिसकेको अवस्था छ। भनेपछि यसमा चाहिँ जम्मा जम्मी 32 देखि 40 लाखसम्म खर्च भएको अनुमानित छ। बजेट चाहिँ यो 32 लाख चाहिँ यो त्यति बेला परियोजना सञ्चालन गर्दा आएको बजेट र अनि गाउँपालिकाबाट र वडापालिकाबाट आएको बजेटले चाहिँ यदि सकेको छ। यसले ठुलो उद्देश्य राखेर स्थानीय जनताहरूलाई रोजगारी सिर्जना गर्नेदेखि लिएर थुप्रै योजना लिएको थियो र यसले उत्साह पनि थपेको थियो आम जनमानसमा। यसले चाहिँ उच्च प्रविधिक हाइटेक नर्सरी, जहाँ उच्च पहाडी हिमाली क्षेत्रमा उत्पादन हुने बोट बिरुवाहरू उत्पादन गरेर यसको बजारीकरण गरेर बिक्री वितरण गरेर आय आर्जन गर्ने भन्ने उद्देश्यका साथले यसलाई चाहिँ यो परियोजना सञ्चालनमा ल्याइएको थियो र अहिले अलपत्र रहेको छ। यो देख्दाखेरि सबैको मन कुडिन्छ। यस्ता थुप्रै आयोजनाहरू छन्, कर्णाली प्रदेशभरि नै छन्, देशभरि नै होला नि त। यो एउटा नमुना आयोजनाको उदाहरण दिन चाहन्छु। यसको मुख्य कमी कमजोरी चाहिँ यसमा चाहिँ वास्तवमा यसको सही हस्तान्तरण भएको छैन। स्थानीय तहले चलाउने हो कि वडाले चलाउने हो कि गाउँपालिकाले चलाउने हो अथवा समुदायले चलाउने हो, कसले चलाउने हो, त्यो यो अहिले चाहिँ भत्ताभुङ्ग नै भइसक्यो। यसलाई निर्माण गरेर राज्यको यति पैसा खर्च भइसकेपछि अब यसलाई कसको मातहतमा सञ्चालन गर्ने र यसको मूल उद्देश्य के हो, त्यो उद्देश्यलाई फोकस गरेर पुनः सञ्चालनमा गर्न नसक्नु नै यसको चाहिँ यो आयोजनाको मुख्य कमी कमजोरी रहेको छ। चाहे त्यो पालिकाले गरोस्, चाहे चाहिँ वडाले गरोस्, चाहे चाहिँ प्रदेश सरकार, जुन वन मन्त्रालय अन्तर्गत परेको आयोजना हो। यो त्यही वन मन्त्रालयले पनि आफूले दिएको बजेट के भइरहेको छ भनेर अनुगमन नगर्नु पनि यसमा कमी कमजोरी चाहिँ त्यहाँनिर रहन्छ। र यो आयोजना सञ्चालक यो निर्माण समितिले यो हस्तान्तरण गरिसकेपछि पुनः सञ्चालनका लागि अर्को समिति गठन नहुनु र सिधै पालिकाले लिनु र पालिका लगायत वडा कार्यालयले पनि आफ्नो जिम्मेवारी वहन गर्न नसक्नु, यत्रो बजेट डुबिरहेको सचेत नागरिकहरू, यहाँका जनप्रतिनिधिहरू र यहाँका राजनीतिक दलहरूले पनि यसप्रति चासो नदेखाउनु चाहिँ यसको मुख्य कमजोरी हुनसक्छ भन्ने मलाई लागेको छ। अब यसलाई चाहिँ पुनर्निर्माण गरेर यसले जुन उद्देश्य बोकेको थियो त्यसै गरी बोट बिरुवाहरू उमारेर यसलाई चाहिँ यो समुदायमा हस्तान्तरण गर्दाखेरि यो चाहिँ त्यो राम्रो प्रभावकारी होला। किन भन्दाखेरि यो समुदायले गरेन, यो समुदायभन्दा बाहिर यो गाउँपालिकाले यसलाई सञ्चालन गर्न सक्दैन। समुदायलाई नै हस्तान्तरण गरेर समुदायले यसमा बोट बिरुवाहरू उमारेर बिक्री वितरण गर्ने जिम्मा चाहिँ कसैले लिन्छ भनेपछि वन कार्यालय, जिल्ला वन कार्यालय, इलाका वन कार्यालय कसैले त्यसको उत्पादन भएका बोट बिरुवाहरू हामी किनिदिन्छौँ भन्ने चाहिँ ग्यारेन्टी गर्यो भने यो समुदायले, अगस्तीबाडाको समुदायले यसलाई चाहिँ सञ्चालनमा ल्याएर यो राम्रो गर्न सक्छ र यसले उत्पादन गरेर भोलि बिहान यसबाट आर्थिक उत्पादन गर्न सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ। यो चाहिँ लागिरहेको छ। तर यो गर्ने चाहिँ यो सम्बन्धित निकायले यो ध्यान आकर्षण 30-32 लाख रुपियाँ राज्यको ढुकुटी यसरी ऋण गरेर, वैदेशिक ऋण गरेर ल्याएको पैसा यसरी चाहिँ खरानी भएको हेर्न चाहिँ हरेक सचेत नागरिकको मन दुःख छ। त्यस कारणले यो चाहिँ होस्, छिटो चाँडोभन्दा चाँडो यसको सुनवाई होस् र यसको पुनर्निर्माण गरेर यसले चाहिँ उत्पादनतिर जोड दियोस् भन्ने चाहिँ कुरा राख्दै म बिदा हुन्छु। नमस्ते, धन्यवाद।